र हामी चाहिँ यो स्पेसल रिजर्भमा आएको छौँ आज चाहिँ होइन। कस्तो रिजर्भ भन्दाखेरि एउटा महाकसम यस्तो बिरामी लिन आएको यो बाटो हेर्दा चाहिँ यस्तो छ लगाइजानु यस्तो बाटो पनि हुन्छ भनेको यो बुटलदेखि भित्र बनगाई अझै बनगाईदेखि भित्र यस्तो बाटोबाट कसरी यो बाटो टायर पुन्चर हुनुपर्छ सालो भेनाको बाटो यो बाटो अफरोड है अफरोड है धेरैमा बाटो देख्दैन ठाउँ चाहिँ कस्तो ठाउँ हो यार यहाँको गाडीले नमानेर हो कि यो बाटो त खतम छ यारमा उहाँहरूले चाहिँ रिजर्भ बोलाएको अरे ल यस्तो यो चाहिँ भएन यो सालोको पहिलो रिजर्भ आज यो सालोको रिजर्भ अब नाम भन्यो नि होइन केही उस गर्नु छोडौँ भने पनि सकिन्न तेल 1000को खायो होला यहाँ 2000को तेल खायो बाटो चाहिँ तपाईँको जोस अफरोडमा विङ्गरलाई टाटा विङ्गरलाई अफरोडमा आज ल्याइयो होइन वरिपरि हेर्नुहोस् पुरै सिल जङ्गल छ यो पुरै जङ्गल छ हेर्नु यहाँ त बाघ आउला जस्तो छ सबैलाई बाघ आउला जस्तो छ हेर त फोन आएको त तिम्रो बुवालाई टावर ठिक छ यो चाहिँ बाटो चाहिँ अति डेन्जर रहेछ म यस्तो जङ्गल यहाँ भिड गरेर त कस्तो खाले जङ्गल टावरै नटिप्ने जङ्गल त्यहाँ त हिजो तानेको होइन कस्तो सकिन्छ र 1000 रुपियाँ पनि कस्तो सकिन्छ यो चाहिँ यस्तो बाटोमा चाहिँ फर्स्ट टाइम आइरहेको छ अहिले साँझ भेनाको भ्लगमा हेर्न भन न अहिले म भलक देखाइदिन्छु अनि साँझ भेनाको भ्लग कस्तो जङ्गल र जङ्गल नबताएको यार बाटो चाहिँ ओहो अनि रमाइलो रहेछ बाटो त यार
त फर्स्ट टाइम हेरेँ यस्तो बाटोमा बिरामीलिन आएको के अरे कहाँ हो खोइ रिजर्भ के रिजर्भ आएको 3500 रिजर्भ आएको 3500 को रिजर्भ आएको 3000 को तेल आइसक्यो राख्ने कहाँ गएको थियो भाइ मलाई त डर लाग्नु पो लाग्यो यार ठाउँ देख्दै यार हाम्रो मारेर बोलाएको त होइन रोड सड रेडी राख डेन्जरै छ त हेर राति अझ रात पर्यो भने त सालो हामी त एउटा जङ्गलतिर छिर्यौँ यो जङ्गल फिल्म मिलाएको जङ्गल हो र यो पुरै उयो हेर यहाँ रक्तचन्दनहरू यो हो क्या सालो लालचन्दन यही त पुष्पा झुकेका नै साला होइन ए बाटो यसले फसायो साला हामीलाई फसायो अरे फसायो हामीलाई कस्तो लागिरहेको छ त यात्रा कता हो गएको त यता 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 यहाँ कि गाउँ भित्र यस्तो गाउँ छ भने थाहा छैन मलाई रित्ते आएको 2 आवर त त्यतिकै थाइदैन यो गाउँ र यो सुकुम्बासी जस्तो सुकुम्बासी होइन बिल्डिङ रहेछ घर छ यार मन्दिर छ हामी त हराइन्छ त अनि साला त माथि ओहो अनि यो चाहिँ यस्तो यार गाउँमा आमा मन्दिर छ यार यसले होइन कसैको नम्बर लिएर आइन्छ भन्ने गाउँ उता उता बोला होइन यो कुन हो म त लाइफमा आएको थिएन यार कस्तो ठाउँ यार म त यार छक पऱ्यो यार होइन यार यो त जङ्गल यहाँ त सकिन्न त हामी त आउन त यार लगाइज ल हाम्रो भलक चाहिँ के गरौँ होइन बिरामी लिएर आएको मन्दिर अरे रामले रामको चरण पादुका छन् यहाँ शिवलिङ्ग प्रकट भएका छन् अनि रामदत्तीले गणेशको मन्दिर हो यो हनुमानको यो शिवलिङ्ग हो यही प्रकट भएको बाबा यहाँ हाम्रो बाबा जुन त्यहाँ बस्नुभएको बाबा 7 दिन 7 रात पानीभित्र डुबेर बस्नुभएको 7 दिन 7 रात कहाँको पोखरीमा यहीँ त्यही शिवलिङ्ग निक्लेका त्यहाँ हाम्रो गौमाताहरू छन् यहाँ 80 90 पानी त उता गएको फेरि त्यहाँ यता गएको हेर त कस्तो दामी ठाउँ यार ओहो तिमी के गर्छौ त्यहाँ
जानुहुन्छ यो चाहिँ यो ठाउँको नाम के हो बाबु हजुर रामदत्यानको यो चाहिँ यो सानो हेर्नु यो चाहिँ नेचुरल हेर्नु यस्तो यस्तो ठाउँ छ भनेर पत्ताकै थिएन मेरो हामीले यो कहाँ माथि यहाँ चाहिँ रामको पाइला ए चिप्लिन्छ है एकदम उस गरेर आऊ है कुन ओहो हैछ भाइ हेर त राम भगवानको पाइला ए यो चाहिँ भगवान रामको यो पनि हो यो हैन यो मात्रै हो हैछ यार हो के पाइलै हो नि त नि सालो ए माथि के हो त माथि त्यहाँ सानो मन्दिर छ यो चाहिँ होइन यार भगवान छ भनेर विश्वास गर्ने आधारहरू हेर्नु त यस्तो यार भिडियो गर्न पाइन्छ होइन ओहो यस्तो यस्तो छ कि नेपालमा यार राम भगवानको पाइला है अनि उता त राम विश्वमा राम भगवान लक्ष्मण भरत शत्रुघ्नको तीरहरू छन् यता पानीमा राखे कहाँ उता उहाँ राम विश्व राम विश्राम कति टाढा हो यहाँबाट यहाँभन्दा सुशान्त के थारू राजकुटी 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 मम्मी बाबा कहाँ हुनुहुन्छ मम्मी बाबा त घर हुनुहुन्छ तिमी यहाँ कति भयो बस्नु लागेको बाबु म घर होला 2 वर्ष त भयो अहिले हामी कहाँ हिँडेको अरे हजुर अहिले कहाँ हिँडेको अरे हामी अहिले राम विश्राम हिँडेछौँ राम विश्राम गर्ने ठाउँमा राम भगवानले विश्राम गर्ने ठाउँमा धनुष पनि छ अरू कचुवा छ खाना पकाउने छ अर्को बाबु आऊ त नाम के हो तिम्रो मेरो आइयोस् दुईवटा साथी हो नाइ यो मेरो घरको भन्दा नि अझै पर टाढाको घर हो अहिले हराइन त हराइन जङ्गलमा हराइन देखिनबाट तपाईँ यताबाट जानुभयो भने घर पुग्नुहुन्छ यताबाट गयो भने यतै बाटोमा निस्किनुहुन्छ दुईटा बाटो हो यहाँ यो चाहिँ तपाईँलाई भागेर आउनु नि सालो कस्तो लगाइरहेछ भन्दै त ए ब्लगमा ठिकै लगाइरहेछ यहाँ त मान्छे हरायो अरे भर्खरै बाबु को त्यो आन्टी यहीँबाट गएको हजुर ए कि त यता जानुभएको छ कि त यता जानुभएको त्यस्तो नै हुने है सर त्यस्तो नै हुने है ल हामी चाहिँ राम विश्रामको गर्ने ठाउँमा हेर्न जाँदैछौँ सिधै गएपछि अब एउटा खोला आउँछ खोला ए ल यो चाहिँ राम विश्राम हो यहाँ चप्पल खोलेर आउने है यो भगवानको ठाउँ हो भगवानले ल्याइदिनु पर्यो यस्तो दिन भयो अब खै चाहिँ राम विश्राम गर्ने ठाउँ यही हो खै राम विश्राम भनेको भगवानको मन्दिरमा पुरा छिपिलीको बच्चा राम ओ राम लक्ष्मण भरत शत्रुघ्न माताको खाना पकाउने सुत्ने ठाउँ यो धनुष हो हजुर के धनुषको ए बा हेर त धनुष यो रामको धनुष हो सुरुको राम लक्ष्मण भरत शत्रुघ्न अबे सेम यार धनुष जस्तै यार भगवानले बनाएको आफै प्रकट हुनुभएको हामीले बनाएको सबै पानीले भत्काइदिन्छ तर भगवानले बनाएको भत्किएन भत्किन्न हो न गोलो ठाउँमा हल्का फोरो छ नि हो त्यो चाहिँ सीता माताको खाना पकाउने ठाउँ कहाँ भान्सा म देखाइदिन्छु रुम यहाँ यहाँ यो जहाँ जल खाल्छु नि हेर्नु त्यही जल खाल्नु ठाउँमा हेर्नु हो त्यहाँ चाहिँ खाना पकाउने ठाउँ यो दुईटा चाहिँ के हो त यहाँ सुत्ने ठाउँ विश्राम गर्ने ठाउँ सुत्ने ठाउँ आना हेर्नु खाना पकाउने ठाउँ अलि फरक सुत्ने ठाउँ अच्छा भयो होइन ए बा माछा पनि छ है राम अनि यो के अरे लक्ष्मण भरत शत्रुघ्न शत्रुघ्न हो र ठाउँ हो यो शत्रुघ्न हो र के भयो हो कि हिजो जादु हो के भयो आज चमत्कार देखाइदिनु भयो के भयो
हिजो एउटा माताको मूर्ति थियो यहाँ भर्खर गायब भयो ल हेर्नु त कसरी भगवानको शक्ति छ हामी त धेरै जय राम जय राम जय जय राम जय श्री राम जय राम जय राम जय जय राम जय लक्ष्मण वीर हनुमान जय लक्ष्मण वीर हनुमान जय राम जय राम जय राम लक्ष्मण वीर हनुमान जय पनि जान पनि भाइ भगवान भगवान नदिनु पर्छ नि यो पानी बढ्छ कि नै बढ्दैन यस्तै हो यस्तै हो हिँड्दै जान्छ कहिले पनि सुक्दैन हैन कि बर्खा भगवान आफै पकड हुनुपर्छ यहाँ पानी भित्र गङ्गामा त आउनुहुन्छ गङ्गामा यहाँ बर्खामा यस्तै हो बर्खामा कहिले पनि बर्खामा पानी पर्छ बर्खामा धमिलो आउँछ होला सुक्दैन यो यो चाहिँ पानी बढ्दैन यहाँ यो ठाउँमा बढ्छ बढ्दैन कहिले पनि बढ्दैन यो पानी कहिले पनि बढ्दैन भगवान सीता माताले रक्षा गर्नुहुन्छ अरू भन्दा चाहिँ मलाई यो धनुष हेर्दाखेरि अचम्मै लाग्यो यार हेर न सालो धनुष हेर न ओहो रामको धनुष लक्ष्मण भरत होइन यस्तो ठाउँ छ यार हामी यति नजिक रहेछौँ कि केही थाहा छैन है हामीलाई यस्तो ढुङ्गाको